नसक्ने भएर हामी माला लाउँदैनौँ। दुई तीन ठाउँ उधारो छ यो चाहिँ मलाई दिइ हुन्थ्यो त्यहाँ बरु थप्दिनु न यहाँ भाँडा माझ्ने अवस्था आइसक्यो। Oh, thank you. Bye. See you again. हेलो नमस्ते, हार्दिक स्वागत छ निकै लामो समयपछि फेरि मेरो अर्को भिडियोमा। म आज पर्वत जिल्लाको बुक्क देउराली गाउँमा आइपुगेको छु। असाध्यै रमाइलो गाउँ छ, गाउँभित्र छिरेको छैन। यहाँहरूलाई यो गाउँको विशेषताहरू, यो गाउँमा के हुन्छ कस्तो हुन्छ सबै कुरामा जानकारी गराउने छु। र हामी खास नेपाली कथानक चलचित्र कका किकीको छायाङ्कनको सिलसिलामा हामी बुक्क देउराली आइपुगेका छौँ। लामो समयको बसाइ हुनेछ र हामी यहाँ अत्यन्त रमाइलो गर्नेछौँ। हेर्दै गर्नुहोला भिडियोको अन्तिमसम्म ट्याक्क। बुक्क देउराली नमुना गाउँ सामुदायिक होमस्टे घर नम्बर 1। यसरी अब गुरुङ गाउँ बुक्क देउरालीको यो गाउँ मैले देखाइदिएँ है। हाम्रो बुक्क देउरालीका होमस्टेहरू असाध्यै सफा अनि आरामदायी, अत्यन्त रमाइलो छ। हाम्रो घर नम्बर 1 को हाम्रो भाउजू यता पकाउँदै हुनुहुन्छ। के पकाउनु भएको भाउजू? वाउ, यो चाहिँ सार्वजनिक शौचालय रहेछ। असाध्यै सफा सुग्घर, यो गाउँमा हिँड्ने बाटोहरू असाध्यै रमाइलो छ। यहाँ एकछिन बुक्क देउराली गाउँको छोटो पृष्ठभूमि भनेर लेखिएको छ। पञ्चकाजे गुरुङ युके उहाँले लेख्नु भएको रहेछ। ल सर र पढ्नु होला। पर्वत जिल्लाको उत्तरी भेग स्थित मोदी गाउँपालिका 1 को गुरुङ समुदायको घना बस्ती रहेको गाउँको नाम हो बुक्क देउराली। समुद्री सतहदेखि 5650 फिटको उचाइमा तथा पोखराबाट उत्तर पश्चिम भूपिसेर्चन राजमार्ग हुँदै 50 किलोमिटर दूरीमा यो गाउँ अवस्थित रहेको छ भन्नुभएको छ। बाँकी सबै तपाईँहरूले पढ्नु होला, मैले यति मात्र पढेँ। यो शौचालय यसरी बनाइएको छ। यो गाउँमा धेरैवटा छ अरे। यसरी सबैजना बाहिर युकेतिर बस्ने, जापानतिर बस्ने, एचके युएसए सबै ठाउँ बस्ने यहीँको हाम्रो दाजुभाइहरूले पैसा उठाएर यो बाटोहरू, यो गाउँको सार्वजनिक शौचालयदेखि यति सुन्दर ठाउँ बनाउनु भएको छ। माथि आकाश पनि रमाएको छ, हेरौँ होला। यो मेरो पछाडि ब्याकग्राउन्डमा यो सामुदायिक होमस्टे नै रहेछ। असाध्यै रमाइलो छ। आनन्दले तपाईँहरू पोखरादेखि बाइकमा 1.5 घन्टामा आइपुगिँदो रहेछ। पछाडि माथि बिहान अन्नपूर्ण हिमाल असाध्यै रमाइलो देखिन्छ। यो गाउँका कल्चरहरू त मैले खासै हेर्न र बुझ्न पाएको छैन, तर आशा छ यो गाउँमा असाध्यै आनन्द हुन्छ। तपाईँहरू पनि एकचोटि घुम्न आउनु होला नि त। पहिले नेपाली कथानक चलचित्र ह्यारी कि प्यारी अनि अहिले फेरि कका किकी यो गाउँमै सुटिङ भइरहेको छ। बुक्क देउराली गाउँ यहाँदेखि अझ गजब देखिन्छ। माथि छ स्कुल। घुमेर हेर्दाखेरि मजाको छ। अनि यो खोलादेखि पारिको गाउँहरू कास्की जिल्ला भयो। योदेखि यता पर्वत जिल्ला, यो कुहिरोभित्र अन्नपूर्ण हिमाल। गजब छ ल ठाउँ। यो मौसमलाई के भन्न चाहनुहुन्छ? यो मौसमलाई टेन्सन। ए ल, हाम्रो आमा आउनु भयो नि ल।
ल दुध तताएर राख्नु आमा हामी अब भुक्का दुई छोडेर जाँदैछौँ हाम्रो वडा अध्यक्ष दाइले एकदम सहयोग गर्नुभयो दाइलाई धेरै धेरै धन्यवाद छ ल हामी त यतै बस्ने भयो उधारो तिर्न नसक्ने भएर हामी माला लाउँदैनौँ दुई तिन ठाउँ उधारो छ भाडा माझेर मात्र हामी फर्किन्छौँ भाइ सबैजनालाई भाइ राम्रोसँग जानु होला यो चाहिँ मलाई दिइ हुन्थ्यो त्यहाँ बरु थप्दिनु न यहाँ भाडा माझ्ने अवस्था आइसक्यो भाडा माझेर मात्र फर्किन्छ के बोल्नुहोस् थ्याङ्क यू कसको फोन हो यो जसको हातमा छ उसकै हो ए विशाल थ्याङ्क यू सो मच फर यर हार्ड वर्क मेरो हो वेलकम मार्क्स खोल्नुहोस् न भन्नुहोस् कि वेलकम मस्दै भन्नुहोस् त हेलो विशाल के छ बाबु हात खबर ठिक छ म्याम ल म्याम दिदी Oh, thank you. Bye. See you again. धन्यवाद भाइ यहाँ चाहिँ मान्छे जानु भएर रुइरहेको छन् आज ऊ पनि जान्छन् 500 नोट चाहिँ हामी पाउन सब 500 आएको 500 नोट चाहिँ पाउन यो पाउनुलाई धेरै टाइम लाग्छ अरे क्या त्यो 500 नोट हामी पाउन तपाईँ नरुनु छोडिदिनु भाडा मास्नु म सघाउला म रुँदैन म पनि भाडा मास्नु सक्छु सबैले माला लाए तपाईँ मस्काउ सुन्नु न तपाईँ जुत्ताको मस्काउनु माला लाउन बाँकी छ तपाईँ मस्काउनु म पखालिदिन्छु भाडा के भएर हुन्छ है Thank you. Let's go. Let's go. See you. तपाईँहरू पनि नजाने हामीलाई पनि नजाने भयो के गर्ने हामीलाई छोडेर उधारो कति छ यहाँ गाउँमा तपाईँको Zero. उधारो त ए ल उधारो त जिरो आज हामी काठमाडौँ फर्किँदैछौँ बिचमा सुटिङ भएको बेलामा हामी केही पनि खिच्न मिल्दैन क्यारेक्टरको कुराहरू हामी खिच्दैनौँ तर हामी घर फर्किने बेलामा एकदम घाम लागेको छ जाने बेलामा 500 को नोट चाहिँ राम्रो लाग्यो तपाईको धन्यवाद सर बाई